It's been so long since I sat and cried. हामी काम गर्नेको एउटा नयाँ होटल बनिसकेको छ, ओपन हुन आँटिरहेको छ। त्यही भएर हामी चाहिँ हेर्न जाँदैछौँ। भिडियो हेरेर साथ दिनु होला है। आज नयाँ होटल हेर्न जाँदैछौँ। एकदम आइपुग्यो अब होटल। हामी हेर्न आएको होटल चाहिँ यही हो, हाम्रो साउको होटल हो कि यही हो क्या होटल। यही होटल हेर्न आएको है हामी चाहिँ। यहाँ होटलभित्र चाहिँ पुरा यस्तो छ, 5 स्टार होटल है यो चाहिँ। फेरि नयाँ भर्खरै ओपन हुन आँटेको है। हल्का बन्दा कामहरू हुँदैछ हाम्रो होटल जिङरिङ चाहिँ होटल ओपन हुन लागेको छ। हल्का बन्दा काम 5 स्टार होटल है हाम्रो चाहिने 5 स्टार होटल हो नि त होइन। लिपहरू बन्दैछ। अब यता के चल्दैछ त भइसक्यो। यो चाहिँ किचनमा है, 5 स्टार होटलको किचन। यस्तो चाहिँ किचन चाहिँ 5 स्टार होटलको सब यहाँ कामसाम चलिरहेछ। सब एकदम 5 स्टार होटलको है। दामी दामी छ, तपाईँहरू पनि आउनु सक्नुहुन्छ है त। फेरि पनि सिडी चढेर टक्क छततिर जाँदैछौँ। अब लिफ्टहरू बन्दैछ। त दाइसँग आज हामी आएको छौँ। दम यता कोठेको रहेछ, बन्दैछ। यो चाहिँ अझै 1 month जति लाग्छ यो ओपनिङ हुन। किचनहरू चाहिँ हल्का चालु भइसकेको छ। यो चाहिँ हाम्रो अर्को होटल हो कि हाम्रो कि जुडिया जुडिन्स्याङ। यो चाहिँ जुडिन्स्याङ जुडिन्जोय हो। यो चाहिँ बढी नेपाली होटलमा आउँदा तपाईँको नर्मली चाइनिज सेट भयो भने तपाईँको नर्मली चाइनिज 15,000, नेपाली 2.5 जति भेट्छ। रुमहरू छ होइन। यहाँ पनि रुमहरू छ है, सर्ट टिभीहरू, बेड। काम चलिरहेछ। गाइजहरू तपाईँ त अनि त्यहाँ एक दिन आएर फेरि पनि बेथाहरू रेडी भइसकेको छ। यता चाहिँ गाइजहरू टोयटाबाट बाहिर हेर्ने हो। बाहिरकै भ्यूहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ फेरि त थाकिन्छ। यति माथि आउनुपर्छ। लगभग हामी अब छठमा आइपुग्नु आँट्यो। छठको भ्यू, छठबाट देखिने भ्यूहरू म तपाईँहरूलाई देखाउँछु। हामी चाहिँ अब दाइसँग छठमा आइपुग्नु लाग्यो। यता नि देखाइदिउँ, यता स्विचरहरू। यहाँ चाहिँ काम चलिरहेछ हो। फेरि कामहरू चलिरहेछ यहाँ। होटल ठमेलको होटल यात्री र होटल वाला भन्दा राम्रो बन्छ। बाहिरको भ्यूहरू, ज्याठाको भ्यू होइन। उयो अघिको त्रिरत्न होटल हो, आर्या त्यहाँ छ। जिम हल चाहिँ यहाँ छ है। ल
ल हाम्रो यो होटलको जिमहरू पनि छ टक्क लाएर होइन जिम पनि गर्न सक्नुहुन्छ खाएर चाहिँ जिम गर्नु छ जिमहरू छ ल हामी चाहिँ छठमा आइपुग्यो है अब चाहिँ छठमा आइपुगिसक्यो हामी छठबाट भ्यूहरू ल वरिपरिको भ्यूहरू है त ल हामी छठमा आइपुगिसक्यो ल हामी चाहिँ छठमा आइसक्यो है त वरिपरि केटिएमको वरिपरिको ठाउँहरू यहाँबाट चाहिँ देखिन्छ यो भयो त्यहाँ हाम्रो केशर महलको बिल्डिङ झन् अग्लो केशर महलको बिल्डिङ अग्लो झन् बन्दैछ है त यहाँ अलर्ट भयो साइन्स सेन्टर कम्प्लेक्स अलर्ट वरिपरि होटल भयो रिया होटल डाँडा त्यहाँ देखिएको छ वरिपरि कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कुन ठाउँमा बस्नुहुन्छ कमेन्ट गर्नु सक्नुहुन्छ ल मेरो भिडियो हेरेर हजुर पहिल्यैदेखि काम गरेँ होटल हेरेर फर्किँदैछौँ दाइसँग हामी चाहिँ अब फेरि केही समयपछि आउँछौँ ओपन भइसके पछाडि है त फर्किँदैछौँ दाइसँग होटल सोटल हेरेर छठमा पुग्यौँ भिडियो सिडियो खिचेर तपाईँहरूमा हामी चाहिँ हजुर भिडियो खिच्दै हामी फर्किँदैछौँ भिडियो हेरेर साथ दिँदै गर्नु होला अन्तिमसम्म हेर्नु है त मेरो भिडियो हामी चाहिँ अब सब घुमिसक्यो र झरिसक्यो है त घुमेर It's been so long since I sat and cried. Now I realize what is real and right. Can you tell me, am I alright? Am I right? Am I fine? Can you tell me, am I alright? Am I right? Am I fine? It's been so long since I sat and cried. Now I realize what is real and right. Can you tell me, am I alright? Am I right? Am I fine? Can you tell me, am I alright? Am I right? Am I fine? It's been so long since I sat and cried. Now I realize what is real and right. Can you tell me, am I alright? Am I right? Am I fine? Can you tell me, am I alright? Am I right? Am I fine?